Hey, पैसा खै सो व्हाट्सअप गाइज, वेलकम टु माई च्यानल गाइज। अझ चाहिँ सुरु हुँदैछ होइन। पठाउमा कति कमाइ हुन्छ दिनभरिमा हेर्दै गर्नु होला। हो म त बिच बाटोमा फसिदिएँ नि। त्यो नमजाले बिच बाटोमा राख्छ हो गाडीहरू पनि। ल नो पेट्रोल हाल्नु छ, पेट्रोल छैन हेर्न सक्नुहुन्छ, खाली भइरहेछ। टाममा गएर पेट्रोल टाममा भर्ने हो। पेट्रोल भरेपछि अनि बल्ल कुरो हुन्छ। ल राइड आयो, कहाँको आयो, माछा पोखरीकै यहीँको पो आयो। 61 रुपियाँको राइड आयो यार। यसलाई चाहिँ एक्सेप्ट हान्दिउँ, एक्सेप्ट भयो। कहाँ छ मान्छे? रचु अरे सामाकोसी जाने रहेछ। ल बधाई छ, पिकअप गर्न जाउँ न त यसलाई। चलो लेट्स गो। यही हो कि सिधै यही हो? कत्रो ठाउँ रहेछ त यहाँ त। कति भयो, कति भयो, कति भयो? हजुरको 6161 रुपियाँ भयो। थ्याङ्क यू। ल खुजुरा पाइहाल्यो। अलि चाहिँ यो पैसा यसरी दिँदाखेरि मिलाउनु पर्ने के, गाह्रो भनेको यही हो। पैसा चाहिँ यसरी मिलाउनु पर्ने, 5 रुपियाँको यस्तो गरेर। ल मैले चाहिँ अहिले 2 राइड कम्प्लिट गरिसकेँ। अब मिसलाई छोडियो। अब यो मेरो ठिस बाइकलाई पेट्रोल हाल्न जानु छ। पहिला पैसा यता राखौँ। चलो लेट्स गो। अब पेट्रोल पम्पतिर। यस्तो चाहिँ सुरुमा सिक्नेवालाहरूले यस्तो बन्द गर्छन् है बाइक स्टार्ट गर्न। तर चाहिँ मैले त सिकेको है, प्रोफेसनल हो। मलाई त्यस्तो चाहिँ सोच्नु हुँदैन। म त खतरा प्रोफेसनल हो है। अहिले गियर चाहिँ डाउन गरेर हिँड्छु, भुलेछु क्या, त्यति हो मेरो। यस्तो गल्लीहरू हिँड्नुपर्छ, अनि यस्तो इन्जिन ब्रेक लगाउन जान्नुपर्छ है गाइज। इन्जिन ब्रेक लगाउन सकिएन भने काम छैन। यस्तो ठाउँको झ्याप्पै ब्रेक लाग्छ। मेन भनेको इन्जिन ब्रेक चाहिँ सिक्नुपर्छ है। धेरैले इन्जिन ब्रेक चाहिँ लगाउन आउँदैन, तर मेन भनेको इन्जिन ब्रेक चाहिँ जसरी भए पनि सिक्नु होला। धेरै एक्सिडेन्ट हुने कारण नै त्यही हो। ल अर्को पनि आइदियो, मलाई पेट्रोल हाल्न दिँदैन क्या हो। यसलाई एक्सेप्ट हान्दिउँ, म्याप अन गऱ्यौँ। लोकेसन नजिकै रहेछ गाइस। काठमाडौँको भ्यू हेर्नु क्या दामी छ। खतरा। त्यो त पानी परेको रहेछ क्या हो। क्या सेक्सी देखिने रहेछ यार। पैसा खै बोलाएको हिँडिदिनु भएको छ भाइ। ठ्याक्कै छ। मान्छे यार बोलाइरहेको छु, बोलाउँदै सिधै हिँडिदिने यार। ए पठाउ लिएर आएको, पैसै नदिकन हिँडिदिरहेको क्या। एउटा एकछिन त यार ठिस लाग्यो नि त। माई गड। सो गाइज, बाहिर पानी परेको कारणले गर्दाखेरि बाहिर भिडियो बनाउन पाएन। रुममा आएर देखाउँदैछु। आजको चाहिँ मेरो पठाउमा 1984 पे कमाएको छु। टिप्स गर्दा 2000 प्लस इनड्राइभमा 200 रुपियाँ गर्दा यति नै हो कमाइ। त्यति साह्रो छैन है। दिनभरमा 4000 5000 कमाइ हुन्छ भन्थ्यो नि, त्यत्रो त हुँदैन। बिहान 11 बजेबाट गरेको 10 बजेसम्म
यही हो कमाइ आजको। कमाउन त कमाउँछन् अरूले, आज देखाएर हिँड्छ। दिनभरि रातभरि गर्नेले त 4,000 5,000 त कमाउँछन् है, रातभरि गरिराख्ने मान्छेहरूले। हाम्रो चाहिँ छैन त्यो नर्मल ड्युटी, दिनको 10-12 घन्टा काम गरेर चाहिँ त्यत्रो कमाइ हुँदैन है। यति नै हो कमाइ हुने भनेको। अब यसमा चाहिँ मेरो अब पेट्रोल गयो, 650 पेट्रोल लाग्यो, बचेको चाहिँ त्यति नै। अब आफै हिसाब गर्नु होला। अरू भन्ने के छ, भिडियो राम्रो लागेमा सबैले लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, र केही सुझावहरू छन् भने कमेन्टमा भनिदिनु होला।